हेलो गाइस, फाइनली हाम्रो चाहिँ ट्रेकिङको यात्रा सुरु भयो चितवनदेखि पोखरासम्म। यो स्कुटर मेरो साथी यस्तो दामी बाटो छ। ओ माय गॉड, पहिलोचोटि हामी चाहिँ त्यहाँ जाने खाने हामी पोखरा जाँदैछ स्कुटरमा। यो चाहिँ पोखरा जाँदै गर्दा बाटोमा देखिएको भ्यू। हामी चाहिँ एकछिन रेस्ट गर्न भनेर चिया खान बस्यौँ। यो चाहिँ दमली कटेपछि एकछिनमा आउँछ यो पसल चाहिँ। अनि यहाँ चाहिँ एउटा दाइको एक्सिडेन्ट भएछ अनि औषधि लगाउँदै हुनुहुन्थ्यो। चिया खाइसकेपछि हामी फेरि लाग्यो हाम्रो गन्तव्यतिर। त्यस पोखराको बाटो चाहिँ साह्रै राम्रो के चलको सिधा आनन्दले पुग्यौँ। हाम्रो स्कुटर चलाएर भए पनि त्यस्तो केही गाह्रै भएन। फाइनली हामी चाहिँ पोखरा पुग्यौँ। हाम्रो यो टु व्हिलमा यो सुटकेस चाहिँ एउटा एक्सिडेन्ट भएको दाइको हो, चलाउन नसकेर हामीलाई चाहिँ हेल्प गरिदिएको। हामी चाहिँ यहाँ रेड क्रस नेपालको ठ्याक्क अगाडि। अब चाहिँ हामी खाना खान्छौँ। यहाँ चाहिँ माया छ, यहाँ हाम्रो भाइ छ। माया के कस्तो लागिरह? अब चाहिँ हामी खाना खानातिर लाग्यौँ। यो चाहिँ पृथ्वी चुक्कटैदेखि अलिकति यतापट्टि चाहिँ हामी एउटा होटल थियो, त्यहीँ खायौँ। अनि त्यसपछि हामी चाहिँ स्कुटी राख्न थियो, त्यही भएर हामी चाहिँ कार वासमा स्कुटी राखेर अनि गाडीतिर लाग्यौँ। यो चाहिँ हाम्रो गाडी। अब चाहिँ हामी यसमा सरिपाखासम्म जान्छौँ। यो चाहिँ हरिचोक हो, हरिचोकदेखि चाहिँ गाडी लाग्छ। रिजर्भ गर्नु पर्दो रहेछ, हामीलाई थाहै थिएन। 2000 रुपियाँ। अब चाहिँ हामी गाडीमा चढेर सरिफाका जान्छौँ। हाम्रो ड्राइभर दाजु जसले धेरै महँगो लिन्छ। अब चाहिँ हाम्रो गाडीको यात्रा सक्यो। अब हाम्रो ट्रेकिङ सुरु भयो। यो चाहिँ सरिफाका भन्दा अलिकति तलै हो। यता चाहिँ सर्टकट रहेछ, त्यही भएर हामी यताबाट जान लाग्यो। सरिफाका चाहिँ पुगेनौँ। अहिले चाहिँ हामी ट्रेकिङमै छौँ। यस्तो बाटो हिँडिरहौँ। आमा जुका त कति हो, कति यति टोक्यो। आमा माया गाना गाउँछ, गाना बजाउँदा होइन। यस्तो जुका हो। निकाल्दै यस्तो जुका लाग्छ। यस्तो खुमै डाँडा आउनुहुन्छ भने नआउनु अहिले चाहिँ। ओ बोतलमा गइसक्यो यार, खस्यो खस्यो। यहाँ छ उही मेरोमा। अरू छ कि नै हेर त। यता चाहिँ लाली गुराँसको रुखहरू चाहिँ टन्नै रहेछ, तर यो सिजन होइन नि त, त्यही भएर फुलेन। मायालाई जुका ठोकेर भइरहन्छ। ला गाइस, अगाडि भइसकेको छ। अब यसो आउनु त अनि टाइम लाग्छ नि त। अगाडि भइसकेको छ। अब यो भैँसीहरूले हान्ने हो कि नै हामीलाई? कसरी जानु हामी? ला उही माया, यसले त हामीलाई नै हेर्थ्यो यार। कसरी जाने? उही लड्छ होला यार। बिस्तारै बिस्तारै बिस्तारै। आमा जाम केही गर्दैन यिनीहरू, आफै डराएर। ला साथीहरू केही नगरौँ ल हामी। उही केही पनि नगर्दो रहेछ, डराउँदो रहेछ उनीहरू।
अहिले चाहिँ हामी देउराली आइपुग्यौँ। यो के अरे हिलेदेखि यो देउरालीसम्मको बाटो त हे भगवान् के साह्रो गाह्रो, ठाडो उकालो मात्रै छ नि। हामी हिँडेको नि कति 12 बजी हिँडेको, अहिले 5 बजिसक्यो, 5 घन्टा भइसक्यो। माया यहाँ बसिरहेछ। अनि यो त बन्द रहेछ, हामी यहाँ बस्न सोचेको बन्द रहेछ। अब रेस्ट क्याम्प नै जानुपर्ने भयो। दिस इज मी। मेरो कन्डिसन त एकदम वर्स भएको छ। अयो हिँड्दा हिँड्दा खुट्टाको के हालत भयो। जुत्ता कपडाको यस्तो छ। हे भगवान्, हे भगवान्। अयो मायाको जुत्ता मेरो हेर्न यो फोटो बिचारेको हालत। यो बाँसको लट्ठी हामीसँग त स्टिक पनि किन्न पाएन कि, त्यो ड्राइभर दाइले माथि पाउँछ भन्यो, लास्टमा पाएन। यस्तो हालत भयो। यता देखाउन 5:40 अहिले चाहिँ 5:40 भइसक्यो। हामी चाहिँ यस्तो जङ्गलमा छ कि दुईजना मात्रै, कोही पनि होइन। 5.5 घन्टाको भइसक्यो। 6 घन्टा भयो हामी एक्लै कसैलाई भेटेको पनि छैन। त्यही पनि केही डर लागेन कि, कस्तो सेफ छ। जङ्गलै जङ्गल भए पनि। फाइनली हामी चाहिँ रेस्ट क्याम्प आइपुग्यौँ। लगभग 7 बजे होला अहिले। लास्टै घर भन्यो, केही पनि देखेन। हस् यो चाहिँ रेस्ट क्याम्प। झुका हेर्न रेस्ट क्याम्पमा चाहिँ मेरो मोबाइल चार्ज गर्ने नै रहेनछ, चार्जर चाहिँ नहुँदो रहेछ। अनि त्यसपछि चार्ज गर्न नपाएपछि खुमाई डाँडा गएको चाहिँ भिडियो हामीले गराउनु पाएन। बिहान हामी यहाँ थियो, अनि आएर हेड क्वार्टर होटलमा चार्ज गरेर अनि हल्का भिडियो सिडियो खिच्यौँ, पिङ खेल्यौँ। दसैँमा पिङ त खेल्नै पर्यो होइन। अनि त्यसपछि फोटोसोटो खिच्यौँ। भ्यू खासै खुलेको चाहिँ थिएन, त्यो डाँडा हेऱ्यौँ अनि फोटो खिच्यौँ, बस्यौँ, त्यही हो। हामी चाहिँ यो खुमाई डाँडा आएर अनि घुमेर फोटोसोटो खिचेर पनि अब भ्याएर चाहिँ अब घर जानु लाग्यो, तल जानु लाग्यो। माया के छ? खाजा हजुर लट्ठी। उहाँ अङ्कलले चाहिँ हामीलाई फ्रीमा खाजा खुवाउनु भयो। अङ्कल ल बाई, धेरै धेरै धन्यवाद खाजाको लागि। हजुर लट्ठी दिनुहोस्। उहाँ चाहिँ किचन। अब तपाईँहरू पनि आउनु पर्यो भने हेड क्वार्टर होटल हेड क्वार्टरमा आउनु होला। खाजा खुवाउनु भयो, चिया खुवाउनु भयो, धन्यवाद है। हजुर के भन्नु चाहनुहुन्छ? म चाहिँ अब के भन्नु चाहन्छु नि, सबै साथीभाइहरू बहिनीलाई चिन्ने कुनै पनि बहिनीसँग कन्ट्याक्ट गरेर यसो सेवा गर्ने मौका दिनुहोस् भन्न चाहन्छु। ल हस् हुन्छ। ल अब हामी लाग्यौँ तलतिर। हामी चाहिँ खुमाई डाँडा आएर पनि घुमेर पनि खाजासाजा खाएर त्यो अङ्कलले हामीलाई फ्रीमै खाजा खुवाउनु भयो यार, चिया। अनि अब चाहिँ हामी जान लाग्यो ब्याक टु हाम्रो रेस्ट क्याम्पमा चाहिँ सामान छ, त्यहाँदेखि सामान ल्याउँछौँ।
अनि त्यसपछि तल झर्छौँ। हिजो त लगभग 7-8 घन्टै लाग्यो। अब आज कति लाग्छ थाहा छैन, रातै परेको थियो। यतैबाट जाऊँ न। अनि यही हो कुरा। अनि भिडियो चाहिँ गर्न पाएन कि हिजो चाहिँ मेरो मोबाइल स्विच अफ भयो। अनि बिहान पनि हामी यता आएको चाहिँ भिडियो गर्न पाएन, चार्जै नभएर। यहाँ आएर चार्ज गऱ्यौँ। अनि भ्यू चाहिँ यस्तो छ, दामी छ। तर हिमाल चाहिँ हेर्न पाइएन कि भ्यू नखुलेर। राति पानी परेको थियो, त्यो पनि खुलेन। हामी चाहिँ बेस क्याम्प आयौँ, फेरि रिटर्न। उहाँले चाहिँ हामीलाई खाना पकाएर खुवाउनु भयो। माया यता नजानु। यो चाहिँ रेस्ट क्याम्प हो। हिजो हामी राति 7 बजीसम्म पुगेको थियौँ। अब चाहिँ हामी रिटर्न हुन लाग्यो। हाम्रो रुम चाहिँ त्यो थियो। यो चाहिँ हामी जङ्गलको बिचमा कहाँ हो थाहै छैन, जाँदैछौँ। मेरो खुट्टाको हालत यस्तो भयो, जुत्ता धुत्तै भयो, नङ दुख्यो। यहाँ तल गइरहन् मान्छेहरू। अहिले चाहिँ हामी सरिफाकातिर फर्किँदैछ। हामी चाहिँ लोकल एउटा गाइड दाइले सर्टकट बाटो ओह्रालो झारिदिनु भयो, तर लास्टै गाह्रो थियो। सरिफाकापछि चाहिँ हाम्रो फेरि गाडीको यात्रा सुरु भयो। अब चाहिँ हामी पोखरातिर जान लाग्यौँ। पोखरामा चाहिँ हाम्रो स्कुटर छ, त्यहाँसम्म चाहिँ हामी गाडीमै जानुपर्ने भयो। पानी परिरहेको थियो, भ्यू पनि यस्तो राम्रो थियो। पानी पर्ने बिदा हुने, पानी पर्ने बिदा हुने मात्र भएको थियो। पोखराको मौसम चाहिँ अचम्म गयो। फाइनल्ली गाइज हामी चाहिँ पोखरा आइपुग्यौँ। हामी आउँदा चाहिँ रातै पर्न लाग्थ्यो, लगभग 6:30 जति भएको थियो। अनि पोखरामा चाहिँ हामीलाई इलाइट गेस्ट हाउसमा चाहिँ रुम बुक गरेको थियौँ। अनि डाइरेक्ट रुममा आयौँ, किनकि बाहिर पानी परेको थियो। अब चाहिँ हामी चेक आउट गर्न लागेको, पेमेन्टको लागि रोकिरहेको छौँ। यता आमा हुनुहुन्छ। हामी चितवनदेखि अब चाहिँ हामी निस्किन लाग्यौँ। हामी चाहिँ हिजो यो होटलमा बसेको थियौँ। है माया? फाइनल्ली अब चाहिँ हाम्रो चितवनदेखि कुमाई डाँडासम्मको यात्रा चाहिँ सकिन लाग्यो। हामी चाहिँ अहिले मुगलिन कटेर पनि यता आइसक्यौँ। घर अलमोस्ट पुगिसक्यौँ। घर पनि आयो। घर आउँदा चाहिँ मम्मी बाटो हेरेर बस्नु भएर रहेछ। ल, मेरो ब्लग चाहिँ यतिमै इन भयो। ल, बाई।